नमस्कार म युगला बाबुनगर पर्वताजी 24 प्रदेशकी अध्यक्ष लियो सुबिना बस्ने आज लिडरसिप विथ एक्सनको टपिकमा आफ्ना शब्दहरू केही राख्न गइरहेको छु। लिडरसिप विथ एक्सन भनेर हामीले बुझिराख्नु पर्दाखेरि चाहिँ एउटा हामीले कुनै पनि व्यक्तिले काम गर्छ भनेर छोड्नु मात्र होइन, उसले कसरी गर्छ र उसलाई कसरी चलायमान राखिरहनुपर्छ भनेर चाहिँ अगाडि बढाउनुलाई नै लिडरसिप विथ एक्सन भनिन्छ। जस्तै यो पेनले लेख्छ भनेर मात्र हामीले बेन्चमा राख्यो भने यसले लेखिँदैन, तर हामी आफै गएर चाहिँ यसलाई पेनलाई अन गरेर उसलाई चाहिँ अगाडि बढायो भने चाहिँ उसले लेख्छ नि त, होइन? त्यसरी नै हामीले पनि जिन्दगीमा त्यसरी नै अगाडि बढिरहनुपर्छ। गर्छु मात्र भनेर होइन, गरेर देखाउनुपर्छ। जस्तै अहिले मनिषजीले मैले यस्तो यस्तो गर्छु भनेर यो कार्यक्रम गर्छु भनेर कार्यकालमा ल्याउँछु भनेर भन्नुभएका कुराहरू अहिले यथावत गर्दै हामीले हेर्दै आएर आज यस कार्यक्रममा आएर हामीले यसरी उपस्थित हुन पाइरहेका छौँ। यो पनि लिडरसिप विथ एक्सन नै हो। अनि अर्को कुरा भन्नुपर्दाखेरि चाहिँ लिडर भनेको चाहिँ कुनै पनि ठाउँमा गएर ओदामा गएर स्पिच दिनु या केही काम अराउनु मात्र होइन कि हामीले आफ्नै घरमा पनि देखिरहेका हुन्छौँ, आफ्ना प्यारेन्ट्सलाई देखिरहेका हुन्छौँ। उहाँहरूले हामीलाई आफ्ना छोराछोरीलाई चलायमान गर्नु भएन भने त्यहाँनिर हामीले लिडरसिप विथ एक्सन नै देख्दैनौँ। उहाँहरूले आफ्नो राम्रो पालन पोषण, उहाँहरूले दिने शिक्षा, उहाँहरूले दिने सपोर्ट हामीले देखेनौँ भने त्यो पक्षमा हामीले राम्रो गुण देख्दैनौँ, जसले गर्दाखेरि चाहिँ समाजलाई इम्प्याक्ट गर्न जान्छ। तर त्यही बच्चालाई चाहिँ राम्रो बोल्नुपर्छ, आफूभन्दा ठुलोलाई आदर गर्नुपर्छ, सानालाई माया गर्नुपर्छ, राम्रो शिक्षा दिनुपर्छ र त्यस साथसाथै उहाँहरूलाई सपोर्ट पनि दिनुपर्छ। जस्तै आज मलाई सङ्कल्पजीले सपोर्ट गर्नुभयो, तपाईँ बोल्न सक्नुहुन्छ, बोल्नुहोस् भनेर मलाई यो अपर्च्युनिटीको लागि उहाँले मेरो नाम राखिदिनु भयो र यहाँ आएर मैले आफ्ना शब्दहरू राख्न पाएको छु। यही नै लिडरसिप विथ एक्सन हो। थ्याङ्क यू।